घर आउँदा तेरो अनुहार नदेखा भनेको नि मैले। यो घरमा के खान बसिरहेको छस्? खुलेर निस्केर जा। तैँले ठिक भनिस् छोरा, तैँले ठिक भनिस्। मेरो आँखा भएर पनि आँखा नभएको जस्तो गरेर बस्नु परेको छ। एउटी त बिरामी भई अर्की चाहिँ घरको काम गर्न छोडेर सारमा सार मिलाएर बसेकी छ त। घरको सबै काम लथलिङ्ग छ, कसले गर्छ? यदि तपाईले मेरो आमा बिमारी हुँदा पैसा दिएको कारणले म माथि हात हाल्नु भएको हो भने त्यसको लागि सरी। तपाईले डिभोर्स दिन्छु भन्दा तपाईले आधी सम्पत्ति दिनुपर्छ। अब केटीले नि मलाई डिभोर्स चाहियो भनेर उसैले निवेदन हाल्यो भने सम्पत्ति दिन नि पर्दैन। तपाईको श्रीमतीको सिग्नेचर र औँठा छाप ल्याएर लिएर आउने, अरू कुरो म सबै मिल्छ है त, तर गोप्य हुनुपर्छ नि फेरि। खोइ त तपाईकी बहिनी घाँस काट्न गएको मान्छे यत्रो बेर भइसक्यो, अहिलेसम्म आउँदिनी त। तिमीलाई मेरो माया कति लाग्छ? हजुर पनि यस्तो पनि सोध्ने कुरा हो र? मेरो अन्तिम सास र अन्जेल म हजुरकै त हो नि। घाँस काट्न गएको मान्छे उतै पहिले गई क्या हो? ल म खुवाइदिन्छु तिमीलाई। आए गर त। खोइ त मलाई। ओइ तेरो घाँस काट्न आउँछ मैले यो दाइ घाँस काट्दा गर्दै रिङ्गाटा लाएर ढलेछु, त्यही भएर ढिला भयो। कति त बोल्दै छ त हजुर। यसो बिस्तारतिरबाट उठेर हेरेँ, तिमीलाई देखिनँ। त्यसैले तिमी कता गयौ भनेर तिमीलाई नै हेर्न आएको नि। के भन्नु भएको त्यस्तो? ल साँचो कुरा बोलेको। देवी गाग्री एकछिन हटाउ त, म मुख धुनु पर्यो। हजुर मुख धुन पँधेरामा किन आउनु भएको? म गाग्रीमा पानी लिएर आउँथेँ अनि घरमै धुनु भएको भए भइहाल्थ्यो नि। तिमी यति टाढादेखि पानी बोकेर दुःख गर्ने अनि म चाहिँ घरमा बसी बसी मुख धुने, त्यो त सुहाउँदैन नि। तिमीले दुःख पाएको म हेर्नै सक्दिनँ। बरु खोइ पानी ल्याऊ त, मुख धुनु पर्यो। ए हजुर अलिक बिस्तारै धुनुहोस् न, मलाई पानी पर्यो कि। मैले पानी पारेको होइन के देवी, मैले जानी जानी पारेको। नजिस्किनुहोस् न। ल अनि आफ्नो बुढीसँग नजिस्केर म कोसँग जिस्किनु त? ए मलाई जिस्काउनु नै भएको? गयो बाबा गयो, नजिस्किनुहोस् न। पँधेरोमा अँधेरो बनाउनु नखोज्नुहोस् न, ढिला भइसक्यो जाम है। देवी म बोक्छु गाग्री। होइन म आफै बोक्छु। अनि मैले बोक्दा के फरक पर्छ त? हजुर गाग्री बोक्ने म रित्तै हिँड्दा सुहाउँछ त नि। हे तेरिका, बोकेर लगेपछि सुहाइहाल्छ नि।
हे भगवान, देख्नेले नि के भन्छन्? ल हेर त के भन्नु नि, आकाशले देवीलाई कति धेरै माया गर्दो रहेछ, उसलाई गाह्रो हुन्छ भनेर आफै बोकेर लगेछ भन्छ नि, अरू के भन्नु? ल फर्किन पर्दैन म आफै बोक्छु। होइन हजुर, मलाई यो गालामा चढिङ हान हान। दुख्यो त, म त सपनामा भने त विपन्नमै रहेछ त। त्यही त काका, के देख्नु परेको आज यो? के को नाटक हो यो? खै के मैले त कुरो बुझिनँ, तिमीले के कुरो बुझ्छौ? ल हिँड जाऊ, छोडिदियो यस्तो कुरो। ल्याउँथ्यो यो भित्र लगेर है। अनि सुन न, ग्यास पनि लागेको छ, यो कम्फर पानी लिएर आउनु है। साह्रै गर्मी भइरहेको थियो, यो गर्मीमा चिसो पानी लिएर देऊ, क्या शीतल भयो। ए बुढी सुन त, भित्र गएर मिठो चिया बनाइल्याउ त जाऊ। मिठो चिया बनाउनलाई त चिनी धेरै हाल्नुपर्छ, अनि मिठो हुन्छ। हे तेरिका, चिनी नहाले पनि मेरो बुढीले बनाएको चिया त्यसै पनि मिठो हुन्छ। हजुर पनि। आमा, अहिले कस्तो छ तपाईँलाई? औषधि खाएपछि अलिक सन्चो भएको छ छोरी। आमा, म हजुरलाई केही कुरा पनि लुकाउँदिनँ, सबै कुरा भन्छु। कहिलेकाहीँ कुनै कुरा तुरुन्तै भनेन होला, समय आएपछि भनेकै छु। त्यसैले आमा, आज पनि म एउटा कुरा भन्छु है। के कुरा हो छोरी? आमा, हजुरको उपचारको लागि मैले सुशीलसँग पैसा लिएको थिएँ। छोरी, तेरो दाइ र भाउजूले तेरो र मेरो कमजोरी खोजिरहेका छन्। कुन दिन सानो कमजोरी थाहा पायो भने पनि ठुलो पारेर तर मलाई यो घरबाट निकालिदिन्छन्। त्यसैले तिमीबाट कुनै गल्ती नहोस् है छोरी। आमा, तपाईँ ढुक्क हुनुहोस्, तपाईँको छोरीबाट कुनै पनि गल्ती हुँदैन। मलाई तिमीमाथि पुरा विश्वास छ छोरी। ल, मैले आमाले देखाइन हो नि, त्यस्तो के नै गरेको छ र? आमा, ए आमा बाहिर आउनु त। किन के भयो बाबु, किन बोलाएको मलाई? ए चिया खानुहुन्छ कि भनेर बोलाएको आमा। कस्तो मेरो मनकै कुरा गर्छु, जाँदा मलाई चिया ल्याइदिनु।
हस् ल ल जाऊ जाऊ बना लिएर आउनु। अनि आमा बहिनीलाई र बुवालाई त देख्दिनँ त, कता जानुभएछ? ए बहिनी र बुवालाई चाहिँ आफू जन्मेको जन्मस्थल सारा हेर्न रहर लाग्यो अरे, अनि बहिनीलाई लिएर बुवा र बहिनी सँगै घुम्न गएको छन् कि। अनि मलाई मात्रै चिया ल्याइदिस् त, आफू पनि बनाएर खान चाहिँ। सुन सीता, घरभरि मान्छे छन्, खेत बाँझै छ, मकै सर्ने बेला भयो, सधैँभरि खेताला खोजेर के साध्य? बारीमा उब्जेको अन्नभन्दा बढी खर्च हुन्छ। सबै परिवार मिलेर खन्जोत गरेर अन्न लाए हुँदैन? सोच्न त मैले पनि यही सोचेँ नि, तर यो घरमा मेरो कुरा सुन्ने को नै छ र? अनि फेरि तपाईँहरूको कताको सवारी हो नि? आमालाई औषधिले अलि निको भएको छ, त्यसपछि नि धामिकामा लग्यो भने छिटो निको हुन्छ कि भनेर जान लागेको। घरमा बसेपछि काम त गर्नै पर्यो नि। न्यु पनि कति बनाउनु जानेको, कहिले औषधि लिनलाई, कहिले धामीकोमा अनेकौँ बाहना बनाएर डुल्नुपर्छ। अलि सके काम त गरे हुन्थ्यो नि। यो घरमा काम गर्ने त म नोकर्नी छँदैछु नि। म नोकर्नी हुँदा हुँदै महारानीहरूले घरको काम किन गर्नु पर्थ्यो त? मालिकनी भएर खाँदा भइहाल्यो नि। हिँडे महारानीहरू, तपाईँ त खेतबारीको काम सबै मिलेर गरौँ भन्नुहुन्छ नि, यस्ताले हेल्प गर्छन्? आज यिनीहरूलाई खाना नबनाऊ, भाषण नदेऊ, बल्ल थाहा हुन्छ। बुहारी, ए बुहारी, बाहिर आइज त। आज हामी 3 जना मात्रै छौँ, मिठो खानेकुरा बनाएर खाऊँ न ल खाना। आमा आज त देवी र म कतै बाहिर गएर उतै केही खाएर आउँ कि भनेर सोचेको। ए घुम्न पो जानु आँटेको? त विदेशबाट आएपछि बुहारी त कहीँ पनि घुम्न जान पनि पाएकी छैन। यसलाई पनि घरको काम गर्दा गर्दा दिक्क लागिसक्यो होला। आज तिमीहरूको बुढाबुढी नै जाऊ न त घुम्नलाई। ए देवी ल जाऊ, बजार जान तयार हो। जा कहीँ लिएर आइज, म कपाल गरिदिन्छु। पर्दैन आमा, म आफै गरिहाल्छु। जा भनेपछि जा न, मैले भनेपछि। ल म पनि कपडा चेन्ज गरेर तयारी भएर आउँछु है। ल ये मुढा कपाल भित्र न त्यत्रो पारा बसेकी, काम गरेर एकछिन फुर्सद छैन कपाल कोर्नलाई। छोरासँग घुम्न जान त राम्ररी भएर जानुपर्छ। के किनिन्छ बोकेर लिएर आउनु है, राम्रो राम्रो चिजहरू लिएर आउनु फेरि आफैले रोजी रोजी ल्याउनु ल। राम्री भाइ, छोरा बुहारी पनि राम्री भाइ। ए ठिकै बनाइदिनु भएको छ। ल हिँड देवी जाउँ। आमा ल केही बनाएर खाँदै गर्नु, काम गरेर आउँछु है। ल ल मेरो चिन्ता नगर, म घरमा ढुक्कसँग बस्छु, बनाएर खान सक्छु। ल जा।
आमा, वास्तवमा हजुरलाई भेटेर सल्लाह गर्न खोजेको मैले हजुरको छोरीलाई म असाध्यै माया गर्छु। तर तपाईँले नराम्रो नसोच्नुहोला। आज म पढ्नको लागि भनेर सहर जाँदैछु। म सहर गएपछि राम्रो पढेर जागिर खाएर हजुरको छोरीको हात माग्न आउँछु। त्यो बेलासम्म तपाईँले तपाईँको छोरीको बिहे अन्त नगरिदिनु होला आमा। बाबु, जन्म, मृत्यु र विवाह भन्ने कुरा माथिबाटै लेखेर आएको हुन्छ। तपाईँहरू दुवैजनाको भाग्यमा लेखेको रहेछ भने बिहे होला। आमा, म सरिता बाहेक अरूसँग बिहे गर्न सक्दिनँ। यति धेरै माया गर्छु। अहिले म लाग्छु, गाडी छुट्न लाग्यो, जान्छु है। बाबु, तपाईँले मलाई उपचारको लागि पैसा दिनुभएको थियो। अहिले तपाईँलाई पनि पैसाको खाँचो परेको होला। मलाई पैसाको खाँचो छैन आमा, मलाई मायाको खाँचो छ। ल सरिता, आफ्नो ख्याल गर है। आमाको नै केयर गर ल। जान्छु है। यहाँ ब्युटी पार्लर पनि रहेछ। आज तिमीलाई चिटिक्क बनाएर लान्छु। नै, म त जाँदिनँ। अहिलेसम्म यस्तो गरे पनि छैन। के हुन्छ, झन् राम्री हुन्छ नि। ल हिँड ल जाउँ। हजुर पनि। ल ल ल हिँड।
खोइ त बिहान मात्रै मैले सबैजना मिलेर खेतबारीको काम गर्नुपर्छ भनेको त अहिलेसम्म घर आउँदैन नि त। तपाईँको आमा र बहिनी यो घरबाट निस्केपछि घरमा आउन थाहा पाउँछन् र कतै हाम्रै कुरा काटेर बसिरह होला नि। वो आमा र बहिनी खोइ भने हैन सवारी होइबक्स्यो महारानीहरुको। कस्तो भोक लागेको छ आमा, खानेकुरा त केही पनि छैन। कुकर पनि खाली छ, कराईमा त झन् हेर्नु त। ए के भो जता गएका थियो उतै खाना दिएनन्? घरमा काम गरेको भए पो मैले खाना दिनु। डुल्न गएका थियो डुलेरै अगाइ होला नि। जाऊ हिँड्नु बुढा। लाग्यो अचम्मै छ बा। निम्न लाए बत्ती चकिलो बल्छ भन्थे, त्यही हो कि के हो यिनीहरूको पारा। धेरै किनमेल गरे कि क्या तिमीहरूले? निकै ढिलो आयो त। आमा हजुरलाई पनि एउटा राम्रो पछ्यौरा ल्याइदिएछु, सायद तपाईँलाई पनि मनपर्छ होला। हेर्नुहोस् त कति राम्रो ओड्ने रहेछ, रातो। यता आइज त, यो त म बुढी मान्छेलाई भन्दा तँलाई नै राम्रो देख्छ होला। हेर त यसलाई कति राम्रो सुहाएको नि छोरा। त्यही त आमा, राम्रो देख्यो तँलाई नै, तँ ओढ है ल, मलाई त छ। जा तिमीहरू थाकेर आएको छ होला, जा भित्र। म यति कुचो लाएर आउँछु ल, जा। आमा दाइ भाउजूले त हेर्नु न, हामी हुँदाहुँदै ढोकामा चाबी लाउनु। बुहारी के गर्दैछ भित्र? बाहिर आइज त। के गर्दैछस्? भित्र चुलो अलिक फोर्दैछ, अनि सफा गर्दैछु। अहिले सासू बुहारी मिलेर गर्नु, आइज यहाँ बस।
कति काम गर भनेर बसिरहने होइन ल अघि त बाहिर जाने बेला मैले तेरो टाउकोमा जुम्रा देखेको थिएँ क्या त्यो भएर हेरिदिन आएको होइन आजकल मेरो श्रीमान र सासूले किन यति धेरै माया देखाउँदै हुनुहुन्छ मैले त कुरै बुझ्न सके होइन। देवी तिमीसँग एउटा सल्लाह गर्नुपर्ने थियो। के सल्लाह भन्नुहोस् न हजुर। म विदेशबाट आएको पनि धेरै भएको छैन, तिमीलाई थाहा छैन यसपालिको जनगणनामा मेरो नामै छुटेछ। कहाँ छुट्नु हजुरको नाम, मैले हजुरको नाम पनि टिपाइसकेको छु, हजुरको नाम पनि मैले छुट्याउँला र। ए जनगणनामा त मेरो नाम पो टिपेको थियो, फेरि भोट लिस्टमा त वडा अध्यक्षले मेरो नामै छैन भनिरहेको थियो त। त्यसरी जसरी भए पनि भोट लिस्टमा नाम हुनुपर्छ अरे के। भोट लिस्टमा नाम टिपाउनु पर्दैन। किन? जसलाई भोट हाले पनि त्यस्तै हो, आखिर हुने केही होइन। त्यसो भनेर हुँदैन देवी, मत दिनु त आफ्नो अधिकार हो, त्यसरी जसरी भए पनि नाम टिपाउनु पर्छ के। त्यसैले हामी बुढाबुढी हौँ भन्ने कुरो पर्मानेन्ट पनि गर्नुपर्ने रहेछ, सबै मैले बुझिसकेँ। त्यसैले तिमीले यो नेपाली कागजमा ल्याप्चेर सही गर्नुपर्ने भयो। ल त गरिहाल त ल। यदि हाम्रो राम्रो हुन्छ भने म जहाँ पनि सही गर्न तयार छु। हजुर भन्नुहोस् त कहाँ सही गर्ने? ल भयो त।